दुमुखडामा 27औं साहित्य सङ्गमको आयोजनामा कविता वाचन तथा साङ्गीतिक कार्यक्रम सम्पन्न। पूर्वकै प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल दुमुखामा 27 साहित्य सङ्गमले कविता वाचन तथा साङ्गीतिक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा दमक बेतामठ सुरुङ्गा र शिवस्तासीका साहित्य स्रष्टाहरूको कविता गजल र गीत प्रस्तुत गरेका थिए। कार्यक्रममा शिवस्तासी नगरपालिका वार्ड नम्बर 10 मा वडा सदस्य दीपक पोखरेलले समाज देशका लागि साहित्य अन्तर्गत कथा कविता गजलले समाजमा रहेका धेरै कुराहरूलाई उजागर गर्ने बताएका छन्। उनले समाज रूपान्तरण र समाजलाई सही दिशा निर्देश गर्ने साहित्यिक कार्यक्रमलाई वडाले पनि आगामी दिनमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रममा तुलसी प्रसाद भट्टराई, गोपाल दाहाल, दुर्गा सिग्देल, अशोक तिवारी, लेखनाथ भट्टराई, योगेन्द्र सुनवार लगायत 15 जनाले स्रष्टाहरूले गजल तथा कविता वाचन गरेका थिए। त्यस्तै रोहित लिम्बू, यदुनाथ दाहाल, सरोज भट्टराई र विराज विश्वकर्मा रत्नमीले मिश्रले गीत प्रस्तुत गरेको 27औं साहित्य सङ्गमका अध्यक्ष उमानाथ दाहालले जानकारी दिए। अध्यक्ष दाहालले अतिथिहरूलाई आफूले रचना गरेका कविता सङ्ग्रह प्रदान गरेका थिए। साथै उनले कार्यक्रममा सहभागी अतिथिहरूलाई धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रमको सञ्चालन संस्थाका सचिव यज्ञप्रसाद घिमिरेले गरेका थिए भने कार्यक्रमको स्वागत लोकमणि गौतमले गरेका थिए।